दबाई खायो झन् दिनमै 3 चोटि मर्ने म त अब यो ठिकै मर्ने अहिले पो रहेछ अपरेसन गर्दा मर्छ होला भनेको त अहिले रहेछ मर्ने जस्तो लाग्थ्यो र मरे पनि म खुसी नै छ भन्थ्यो अनि त्यसरी सच्चाइ चलाउने म्याडमको सर म्याडमको घर खोजेर मलाई त्यो ठाउँमा लगिदिनु मरेछ भने मलाई त्यहाँबाट नगरपालिकाले फाल दिनुहुन्छ म्याडमहरूले भने म यो बोली बोल्न मलाई 3 घण्टा गरेर मैले 3 यसरी बोले यस्तो सबै झरेर मेरो यो कपाल मैले 27 महिनासम्म मैले टोपी पनि छोडेन म यसरी टोपी पनि छोडेन मैले अनि त्यो टोपी लगाएर हिँड्थेँ मेरो कपाल कसैले आउँछ भने थिएन परमेश्वर पिताले यति लामो कपाल दिनुभएको छ मलाई अहिले परमेश्वर पिताले यसमा पनि धेरै धेरै धन्यवाद बुहारीलाई त एकदम रगत चुसेर बाँझो बनाएर मैले तेरो छोराको अर्को बिहा गरिदिने हो भन्नेसम्म त्यो दुष्ट बोल्ने त्यो दुष्टले त्यसरी बोल्यो हामा चढेर अनि त्यो सुन्दा त म त एकदम खङ्ग्रङ्ग भएँ त्यति बेला चाहिँ धन्यवाद परमेश्वर पितालाई यीशु मसीहको नाउँबाट मेरो नाम ईश्वरी आले मगर हो म एकदम दोस्रो के अरे चोटि म यहाँ के अरे उभिएर स्टेजमा उभिएर मैले गवाई भन्न चाहँदैछु धन्यवाद परमेश्वर पितालाई यीशु मसीहको नाममा र हाम्रो संसार नेपाल अधिराज्यभरिको नभइकन देश विदेश स्वदेशको पनि अगुवा अग्रज सुशीला म्याडम हजुर प्रकाश सर हजुरलाई हजुरको होल फ्यामिलीलाई मेरो नम्र धन्यवाद गर्न चाहन्छु नमस्ते गर्न चाहन्छु धन्यवाद परमेश्वर पिता यीशु मसीहको नाममा र हाम्रो बिरौटा शाखाको मनसुबा म्याडम राणा भाट सरको होल फ्यामिलीलाई पनि म नमस्कार भन्न चाहन्छु धन्यवाद पिता परमेश्वरलाई र न्युरोड शाखाको जीसी सर हजुर सुकुमाया म्याडम हजुरको उहाँको सबै त्यो के अरे शाखाको लिडरजनहरू धारबान सबै शाखाको लिडरजनहरूलाई पनि म ईश्वरी आले मगरको एकदमै के अरे हृदय आत्मैदेखि नमस्कार भन्न चाहन्छु र वाद्यवादनको सर भाइहरूलाई र क्यामेराम्यान सरलाई पनि मेरो हृदय आत्मादेखि नमस्कार र संसारको यो सबै परमेश्वरको सन्तानहरूलाई परमेश्वरमा आएपछि उद्धार हुन्छ भनेर परमेश्वरको एकदमै विश्वास गरेर आउने परमेश्वरको जनहरूलाई पनि म ईश्वरीको आलेको तर्फबाट म एकदमै नमस्कार भन्न चाहन्छु धन्यवाद परमेश्वर पितालाई यीशु मसीहको नाममा पिता र मेरो गवाई भन्नुपर्दा त मेरो गवाई भनेर त कहिले पनि सकिँदैन तर मैले एकदम सर्टकटमा भन्छु पिता परमेश्वरलाई फेरि पनि धन्यवाद परमेश्वर पिता यीशु मसीहको नाउँमा र म संसारिकमा हुँदाखेरि म कस्तो थियो भने म 58 सालमा ठुलो छोरी जन्मेदेखिको मेरो यो ब्रेस्ट एकदम देव्रे स्थानमा मेरो ठुनेलो बिग्रेको थियो र म एकदम 61 सालदेखि मैले दबाई खाएर हिँड्न पर्थ्यो र मलाई सुसमाचार सुनाउने त धेरैजना थियो तर म यति भाँटी म दुष्ट शैतानले चलाएर मलाई चाहिँ यो ठाउँमा आउन मलाई कति पनि सकेको थिएन म मान्छे त सानो पातला थियो तर मलाई यो ढोकामा छिर्न एकदम मोटो भए जस्तो हुन्थ्यो र मेरो मन मोटो रहेछ मान्छे मोटो होइन रहेछ र म एकदम आउन सकेको थिएन मैले परमेश्वर पहिला नै म सुसमाचार सुनाउने बेलामा मैले परमेश्वर चिनेको भए मैले यो शरीर काट्न पनि पर्ने थिएन होला तर म परमेश्वर एकदमै आउन त आएको थियो तर महिनामा एकचोटि मात्र आउँदाखेरि म पनि सच्चाइ त गएको हो भन्थेँ तर परमेश्वरको काम मैले कसरी गरेँ मलाई त्यो पनि थाहा भएन र हामी के अरे 57 सालमा बिहा भए पनि 61 सालमा छिटो नै श्रीमानसँग छुटेर एक्लो जीवन बिताउनु परेको थियो 3टा छोराछोरी लिएर म एकदमै दुःख र कष्ट दलदलमा फसेको थियो त्यो बेलामा मलाई हेर्ने कोही पनि थिएन म श्रीमानसँग छुट्टिने बेला मेरो आमा 38 वर्षको मात्र हुनुहुन्थ्यो म सँगसँगै जस्तो म 22 वर्षको बेलामा मलाई श्रीमानले छोडेर गएको थियो 22 वर्षको बेलादेखि 3टा बच्चा मैले कहाँ लगेर पाल्ने के गर्ने मलाई के पनि थाहा थिएन तर म एकदम डिप्रेसनमा म हिँड्ने थियो म रामबजार बस्ती तर रामबजार राम मन्दिरको बाटो तलबाट र माथिल्लो बाटो छ माथिबाट आउँथ्यो तलबाट फर्केर त्यही कोठामा जान्थेँ म त्यसरी हिँडेर बस्थेँ म एकदमै डिप्रेसनमा थियो तर परमेश्वरले त पहिला नै परमेश्वरले भन्नुभएको आमाको गर्भैदेखि परमेश्वरले चुन्नु भएको भने जस्तै मलाई पनि परमेश्वरले पहिला नैदेखि मलाई परमेश्वरले यसरी बचाएर राख्नु भएको रहेछ र अब त्यो बच्चाहरू म उति बेला म बच्चा सानसानो हुँदै म मर्थ्यो भने पनि बच्चाहरूले एकदम दुःख पाउने रहेछ मेरो बच्चाहरू हेर्ने मान्छे पनि कोही पनि थिएन र परमेश्वरले मलाई अहिलेसम्म बचाएर राख्नु भएर मैले बच्चाहरू पनि एकदम दुःख गरेर भए पनि पढाएर अहिले आफ्नो खुट्टा टेकिसकेको छ परमेश्वर पितालाई यसमा पनि धन्यवाद दिन चाहन्छु धेरै धन्यवाद यसो मसीहको नाउँबाट र अनि मैले संसारमा हुँदाखेरि मैले यो 61 सालदेखि मैले कसरी दबाई खान्थेँ भने 76 साल के अरे
75 सालदेखि यता फेरि मैले एकदमै दिव्य आयुर्वेदिक के अरे टिभीमा देखेर मैले एडभर्टाइज हेरेर मैले दबाई खाने बौद्ध गेटमा र हाकिम के अरे चितवन हाकिम चोकमा छ भन्नुभएको थियो। तर मैले जागिर मैले 9,000 को जागिर गर्थेँ, मैले दबाई खान्थेँ, मैले 25,000 को महिनाको दबाई खान पर्थ्यो। मैले कसरी घर भाडा पनि तिर्न पर्थ्यो, खाने खर्च पनि मैले कमाउनु पर्थ्यो। त्यति बेला मोबाइल अरू कोही पनि थिएन। मलाई 9 रुपियाँको 1 किलो नुनलाई 9 रुपियाँ पर्थ्यो, त्यो 9 रुपियाँको नुन कसैले पनि पट्याउँथेन। पैँचो माग्दा पनि मलाई कसैले पनि दिन्थेन। मेरो बच्चाहरूलाई मैले काम गरेर गएको ठाउँमा मैले एक भात दिएपछि म त्यति भातलाई मैले फेरि घरमा आएर पानी थपेर, पानी त थप्थ्यो हजुर, नुन थप्ने नुन हुँदैन थियो मसँग। त्यो भातलाई गिलो बनाएर 3टा बच्चालाई अगाउँथ्यो। तर म त भोकै सुतेपछि छोरछोरीलाई खुलाउन पाएपछि म पनि पेट अगाउँथ्यो। त्यस्तो शरीर हो हजुर यो शरीर। र गर्दा गर्दै कसैले पनि फर्केर आउँदैन भन्थे। 61 सालमा छुटेर गएको श्रीमानलाई आओस् भनेर म संसारमा हुँदाखेरि यो नेपालभरि म जान सक्ने, खुट्टाले हिँड्न सक्ने, अब गाडीमा हिँड्ने ठाउँमा त म जान सक्थेन, गाडी भाडा हुँदैन थियो। खुट्टाले हिँड्न सक्ने ठाउँमा म एकदम 2 रात बास बसेर भए पनि म भगवानको मन्दिर भनेर जताततै जान्थेँ। किनभने ए भगवान त्यो परमेश्वर त्यो श्रीमानलाई ल्याइदिनु, मलाई नरुचाए पनि यो बच्चालाई खर्च दिनुहोस् भनेर म त्यसरी हिँड्थ्यो। र अनि पछि लो यस्तो हेराएर यो लामाले ल्याइदिन्छ अरे भनेर त्यहाँ फोटो के जाति लैजान्थ्यो। र यति जन्तार लगायो भने हुन्छ भने 50,000 माग्यो। जन्तार 50,000 को जन्तार लगाएको थिएँ मैले। किनभने बुढा ल्याइदिन्छ भनेपछि त मैले अब बुढा गएको त 8-9 वर्ष भइसकेको छ, अब जिउँदो छ कि मरेको छ, तर पनि ल्याइदिन्छ भनेपछि अनि मैले 50,000 को किस्ताबाट निकालेर मैले जन्तार लगाएको थियो। त्यही भएर नै मलाई परमेश्वरमा जाम भन्दाखेरि म मान्थेन। किनभने जन्तार फ्याँक्नु पर्छ भन्थेँ, म त्यो जन्तार फ्याँक्नु पर्छ भनेर नि म परमेश्वरमा जान्थेन। र लास्ट त एकदमै पछि चाहिँ म आफै खोज्दै आयो। यहाँ खोज्दै आउँदाखेरि म यहीँ हो मैले ग्रहण गरेको। मलाई ग्रहण गर्ने म्याडमको नाम पनि मैले कता सपना विपना जस्तो लाग्छ ईश्वरी म्याडम भन्नुहुन्थ्यो। 7-8 जनासँग मैले ग्रहण गरेको यही ठाउँमा हो। र परमेश्वर पितालाई यसमा पनि लाखौँ करोडौँ धन्यवाद दिन्छु मेरो महान पिता परमेश्वरलाई। म मेरो जागिरको सिलसिलामा भएको हुनाले मैले चाहिँ छुट्टी नै पाउँथेन। महिनामा एकचोटि कसो मिलाएर मैले दिनको 300 रुपियाँ पाउँथेँ भने मैले दिनको 500 रुपियाँ दिएर महिनामा एकचोटि म जुट्थेँ। तर परमेश्वरको काम कसरी गर्ने भनेर मलाई थाहा पनि थिएन। तर मैले परमेश्वरलाई मनदेखि त मैले छोड्ने थिएन। परमेश्वर तर अब त्यसरी ड्युटीमा बस्दा पनि यसरी भन्न पाउने रहेछ। अहिले पो बल्ल थाहा पाएँ परमेश्वरको काम गर्ने, यसो अन्य भाषा गर्न पाउने रहेछ, परमेश्वरसँग यसरी प्रार्थना गर्न पाउने रहेछ। उति बेला त के थाहा, अब ईश्वरमा आउँथ्यो, एक दिन आउँथ्यो अनि सुनेर जान्थ्यो, बिर्सिहाल्थ्यो। भोलिपल्ट त फेरि अर्को के तनावले गर्दाखेरि बिर्सिन्थ्यो। मैले केही पनि जानेको थिएन। र कसैले पनि आउँदैन, अब त्यो घर जम गरेर घर सम्पत्ति छ त्यता बस अब आउँदैन भनेर कसैले पनि पट्याएको थिएन। परमेश्वरमा आएपछि परमेश्वरले 16 वर्षको अन्तरालमा त्यो श्रीमान पनि आयो। र मलाई यो धन्यवाद परमेश्वर पितालाई यसो मस्सीको नाममा। र मलाई त मनपाल हस्पिटलले नि मिल्दैन, यो क्यान्सर पनि होइन, यो अपरेसन गर्नै मिल्दैन, यत्रो गेडा छरिएको यस्तो कसरी मिल्छ, यो अपरेसन गर्न मिल्दैन भन्थ्यो। परमेश्वर पिता धन्यवाद। मैले किनभने खर्च लाग्छ भनेर परमेश्वर पितालाई होइन भगवान हजुरले त जान्नुभयो मलाई खर्च छैन भनेर मिल्दैन भन्नुभयो। अब सन्चो होला नि भन्थ्यो। फेरि पनि दुख्ने बेलामा पोल्ने बेलामा के अरे बेसरी आत्तिन्थ्यो। फेरि हस्पिटल खोज्दै हिँड्थ्यो। त्यो के अरे फिस्टेलमा त्यो भरतपुरको क्यान्सर हस्पिटलको डक्टर आउँदा लो त्यहाँ जाऊ रे, त्यहाँ आछ अरे भने त्यहाँ गएर क्यान्सर हस्पिटलको डक्टरले पनि यो क्यान्सर हो भनेर जानेको थिएन। र मलाई एकदमै यो के अरे कति सामने यो दोस्रो लकडाउनमा एकदम गण्डकी हस्पिटल पनि त्यति बेला 2-4 दिनको लागि बन्दै गरेको थियो। त्यो बेलामा मलाई एकदम जिएमसीमा मेरो छोरीले मम्मी मलाई जागिर खोज्न जाँदाखेरि सबैले तँ चाहिँ सबैको बिरामीलाई सञ्चो गराउने पर्ने, मम्मीको त्यत्रो के अरे घाउ लिएर हिँड्ने, मम्मीलाई उपचार गर भनेर उसले मैले जागिरै पाएन जाम मम्मी भनेर लिएर गएको थियो। त्यही दिनमा मलाई भर्ना गरेर राख्यो त्यो जिएमसी हस्पिटलमा। डक्टरहरूसँग डक्टर मसँग त पैसा छैन, मसँग जम्मा गोजीमा चाहिँ मसँग 70 रुपियाँ थियो। डक्टर मसँग त पैसा छैन, कति लाग्छ पैसा भन, पैसा यति धेरै लाग्छ, पैसाको मतलब छ तिमीलाई ज्यानको मतलब माया छैन भनेर भने। अब पैसा
अप्रेसनै छैन त म कसरी भर्ना भई भनेछ। अब म नै यहाँ भर्ना भएर बसेपछि कसले ल्याइदिनु। अब छोरा बल्ल एसएलसी दिन लागेको थियो, नानी अब त्यो नानीले के गरेर ल्याउनु त डक्टर भन्थ्यो। अनि हुन्छ नाथ्यो। अनि परमेश्वरमा आएपछि फर्केर आएको श्रीमानले अलिकति भए पनि दिएको थियो त्यो चितानमा। कसैले आउँदैन भनेको परमेश्वरले ल्याइदिनु भएर त्यो जग्गा यसो डिग राखेर भए पनि अपरेसन गर्ने भन्ने विचार रहेछ मेरो नानीको र। अनि भर्ना गरेर राख्यो। भर्ना गर्छ फेरि भरे रातिबाट तेरो मम्मीलाई केही पनि खाना नदिए है, भोलि बिहान 10 बजे अपरेसन हुन्छ। दुष्टा शैतान कति चलाक, मलाई मार्नको लागि दुष्टा शैतानले भोलि भरे केही पनि नखाएर बस्यो। अब भोलि त म अपरेसन गरेपछि म कति दिनमा उठ्न सक्छ, यत्रो खोकिला छ। यो यो चिरेर पनि सिलाको पनि फुस्किन्छ होला म खोक्दाखेरि। अब भनेर एकदम पिरचिन्टा लाग्ने, नखाएर बस्यो। भोलिपल्ट ल रगत पाएन, तेरो मम्मीलाई अपरेसनै हुँदैन फेरि भने। फेरि भोलि पर्सि रगत पाएपछि रहेको सबै तयार पार्नुपर्छ भने फेरि पनि पर्सिपल्ट फेरि नखाएर बसै भने। फेरि परमेश्वर पिता म यस्तै सन्चै आएको शरीर त म त त्यहाँ त अपरेसन नगर्दै एकदम बोल्नै नसक्ने भइसक्यो हस्पिटलमा गएर म। अनि त्यसपछि मैले फेरि अर्को दिन फेरि अक्सिजन पाएन। गर्दा म कार्तिकको 7 गते म भर्ना भएको थियो। कार्तिकको 7 गते भर्ना भएको, 14 गते मात्र मेरो अपरेसन भयो। त्यत्रो दिनमा त म त एकदम लास्ट पल्टिसकेको थियो। र अपरेसन बेडमा लान्छ, कपडा सबै अपरेसनको कपडा लगाइदिइसक्यो, सबै कुरा के अरे सुईहरू के जाति झुन्डाइसक्यो। फेरि लो यो आइमा त हुँदैन, दुनियाँ ठाउँमा त्यो दुनियाँ ठाउँमा जचाएर हामीलाई दुःख दिन आयो, फाल्दै होला भने फेरि निकाल्छ। हे पिता के हो यो मैले त घरबाट आउँदा हजुरको हातमा छ है पिता यो शरीर, मलाई लानुहुन्छ भने ठिक छ। मेरो छोराछोरी त एकदम धानको बाला आधा पाकेको आधा नपाकेको जस्तो कर्कलो छोराछोरी छ। त्यो छोराछोरी हेर्ने हजुर, म त माथि जान्छु, हजुरकै महिमा गर्न जान्छु, म त एकदम खुसी छ, म मर्न नि डराउँदैन भनेर मैले एकदम परमेश्वरसँग भरोसा राख्थ्यो। र अनि एकचोटि 4 चोटि त्यो अपरेसनको बेडबाट झारेको थियो। अनि एकजना डाक्टर आएर के गरेको तपाईँहरूले यस्तो राखिहाल्न, बिहोस गरिहाल, बिहोस गरेपछि जे पनि हुन्छ, आफ्नो छोरीले सही गरिसकेको भनेर मलाई बिहोस भनेपछि मैले थाहा पनि पाएन। र अपरेसन पनि एकदमै राम्रो सक्सेस भयो परमेश्वरको योजनाले, एकदम राम्रो भयो, धन्यवाद परमेश्वर पिता। र फेरि डाक्टरले त मलाई के भन्यो भने 8 वटा किमो लगाऊ, 8 वटा किमो लगाएपछि अनि 12 चोटि सेक्न जाऊ, काठमाडौँ जानुपर्छ। अब किमो लगाउँदा एकचोटि किमो लगाउँदा 78,000 लाग्थ्यो। भोलि बिहान 12,000को सुई लगाइदिन्थ्यो, 14,000को दबाई लेखेर दिन्थ्यो, त्यसरी दिन्थ्यो। त्यो दबाई खायो झन् दिनमै 3 चोटि मर्ने म त। अब यो ठिकै मर्ने अहिले पो रहेछ, अपरेसन गर्दा मर्छ होला भनेको त अहिले रहेछ, मर्ने जस्तो लाग्थ्यो र मरे पनि म खुसी नै छ भन्थ्यो। अनि त्यसरी गर्दाखेरि 3 चोटिको पालामा त म त ढान्नै सकेन। ढान्न नसकेपछि त्यो बेलामा चाहिँ 3 चोटिको 24 दिनमा बोलाउँथेँ किमो चढाउन। मेरो माइतबाट पहिला अपरेसन गर्ने बेलामा आमा आउन पाएको थिएन, कोरोनाले बन्द भएर। अनि अपरेसन त्यो 3टा किमो चढाउने बेलामा चाहिँ आमा आउनु भन्थ्यो। आमाले मलाई के भन्यो भने छोरी अब त हुँदैन रहेछ क्या रे, अब त यस्तो धर्म गएपछि तँलाई फाल्ने मान्छे यता त कोही पनि छैन, अब जाम बिमार जाम, तेरो भाइहरूले फालिदिन्छ, बिमार त अब गण्डकी पनि नजिकै छ भनेर त्यो मेरो आमाको मुखले कसरी बोल्नु भयो। मैले भने म यसरी सरसर बोल्न सकेको थिएन। आमा म बिमार जान्न, मलाई त आमा एकचोटि किमो चढाउँदाखेरि मलाई 78,000 लाग्छ भने आज दिनभरि ट्याक्सी एउटा खोज्ने 30,000मा ट्याक्सी रिजर्भ गरेर सच्चाइ चलाउने सर म्याडमको घर खोजेर मलाई त्यो ठाउँमा लगिदिनु, मरेछ भने मलाई त्यहाँबाट नगरपालिकाले फालिदिनु हुन्छ म्याडमहरूले भने। म यो बोली बोल्न मलाई 3 घन्टा गरेर मैले यसरी बोलेर म म्याडमको घर गएको। त्यो दिनमा म्याडमहरूको स्कुलको मिटिङ रहेछ, जानुभएको थियो। नानी सूचना नानी सानो हुनुहुन्थ्यो, नानी र अनि अर्को नानी हुनुहुन्थ्यो। नानीले आन्टी उठ्नु न आन्टी म चङ्गाइदिन्छु भन्नुहुन्छ। म त आँखै अब खोल्नै सक्थेन। उठ्नु आन्टी मलाई हेर्नुहोस् न, म पनि त मरेरै बाँचेको हो नि आन्टी भन्नुहुन्छ। कानले त सुन्छ, आँखा हेर्नै मिल्दैन। म उठ्नै सक्दैन, अब अडेस लाएर बस्नुपर्छ। 2-3 जनाले डोर्याएर मलाई भित्र लगेको। अनि दिनभरि त्यसो गर्दा बेलुका सर म्याडम आउनुभयो र म्याडमले भन्नुभयो यो तपाईँलाई यो दबाई खानु हुँदैन, यो दबाई चाहिँ एकदमै के अरे शरीर मार्ने दबाई हो के अरे, यो दबाईले नै यस्तो बनाउनु भयो। अब भरेबाट यो दबाई नखुलाएर हेर्नु कस्तो हुन्छ भने म त त्यो दिनमा त्यो दबाई नखाएको त्यो दिनमा सुत्न पनि सकेँ। रातभरि पोलेर यस्तो हुन्थ्यो, यो कपाल यसरी छुयो भने छालै उकिन्थ्यो। यो कपाल यति लामो कपाल थियो मेरो, सर्लक्कै झरेर यो अनुहारभन्दा पनि सेतो, यो त कालो हुन्थ्यो, यो छाला त यति गोरो हुँदो रहेछ। मलाई त यस्तो डर लाग्थ्यो, यो कपाल यस्तो सबै झरेर मेरो यो कपाल मैले 27 महिनासम्म मैले टोपी पनि छोडेन।
म यसरी टोपी पनि छोडेन मैले, अनि त्यो टोपी लगाएर हिँड्थेँ। मेरो कपाल कसैले आउँछ भने थिएन। परमेश्वर पिताले यति लामो कपाल दिनुभएको छ मलाई अहिले। परमेश्वर पिताले यसमा पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु। मेरो महान पिता परमेश्वर हजुरलाई करोड करोडको धन्यवाद दिन्छु। पिता परमेश्वर हजुर महान हुनुहुँदो रहेछ। पिता परमेश्वर परमेश्वरलाई चिनेर मान्छेहरू धेरै मान्छे पछि सर्नुहुन्छ। मसँगै कतिजना आउनुभयो, फेरि आजभोलि जाने हो भन्दै पछाडि सर्नुहुन्छ। तर मेरो परमेश्वरलाई त म त कहिले पनि छोड्ने छैन भनेछु। परमेश्वरको काम कस्तो हुँदो रहेछ भन्ने कुरा त मैले मात्रै थाहा छ जस्तो लाग्छ, तर सबैलाई थाहा होला। र म त कस्तो थियो र कस्तो भयो मलाई परमेश्वर पिताले, डक्टरले त मलाई मरिहाल्छ नलैजा त्यो आमालाई घर नलैजा पनि भन्छ, त्यही मुखले नलैजा पनि भन्छ। फेरि 8वटा किमो चढाएर 12 चोटि सेक्न जा, 15 लाख लिएर जा पनि भन्छ। के बोल्नुभयो म त केही पनि जानेन। अहिले बुझ्दै सोध्दै आउँदाखेरि परमेश्वर जस्तो महान त डक्टरलाई पनि मैले डक्टरले हुँदैन जान्दैन भनेको होइन। मेरै छोरी नर्स भइरहेको छ, तर त्यो मेरै छोरीलाई अब सानो मन गर्छ त्यसो भनेर। तर पनि परमेश्वरले जान्नुभएको काम त डक्टरले त नजान्नु हुँदो रहेछ। सबभनास के अरे म त कसैले पनि मलाई बाँच्दैन भनेको थियो। त्यो एरियामा म बस्ने घरमा माथिल्लो तलामा म बस्थ्यो। त्यो कोरोनाको टाइम थियो एकदमै। म मुनि भुइँतला फ्ल्याटमा एकदम व्यवस्थाको एकदम ठुलो के अरे चलाउने व्यवस्था चलाउने त्यो म्याडम के भन्छ उनीहरूको के भन्छ त्यो के अरे कस्तो नजानेको व्यवस्थाको म्याडम हुनुहुन्थ्यो। उहाँहरूको सबै परिवारै कोरोनाले एकदम ढोकै ठुनेर बस्ने, रासन पनि फोनको भरमा ढोकामा ल्याएर राख्थ्यो। सबैजना गएपछि अनि आफूहरू झिकेर खाने त्यस्तो थियो। माथिल्लो तलामा म बस्थ्यो। मेरो परिवार म 2टा छोरा छोरी र म सानो छोरी चिताउन छ, 2टा छोरा र छोरी र म थियो। म त्यस्तो हालतमा थियो। त्यस्तो कोरोनाको बेलामा मेरो छोरीले पनि घरमै भए पनि यसो सुई लाउने यताउता दबाई सबै दिने गर्थ्यो। हामीमा कोरोना कसैलाई पनि शङ्कै पनि लागेन के। हामीलाई एकदम भलोसँग राख्नुभयो क्या परमेश्वर पिताले। यसरी परमेश्वरको चमत्कार चिन्ह र चमत्कार यस्तो हुँदो रहेछ। र परमेश्वर पितालाई फेरि पनि धन्यवाद दिन चाहन्छु। म एकदम समय पनि ख्याल राख्न पर्यो। मैले आजलाई यति नै भन्न चाहेँ। मेरो यो गवाईले सबैलाई दबाई भइसक्यो र हजुरहरूको गवाईले पनि मलाई दबाई भइसक्यो भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद परमेश्वर पितालाई। समस्तीको नाममा पिता आमेन। जगतकै मालिक हाम्रा परमात्मा पिता परमेश्वरलाई म हृदयदेखि करोड करोड धन्यवाद गर्न चाहन्छु। हाम्रो नेपालको मात्र नभइकन संसारकै अग्रज अगुवा हाम्रो सुशीला म्याम प्रकाश सर र उहाँको सम्पूर्ण परिवारमा म हृदयदेखि नमन व्यक्त गर्न चाहन्छु। हाम्रो माथिल्लो फ्लोरमा हुनुहुने लिडरजनहरू, म्युजिसियन सरहरू लगायत हाम्रो सम्पूर्ण पिताको आत्मिक सन्तानमा पनि म हृदयदेखि नमन व्यक्त गर्न चाहन्छु। मलाई सत्यको बाटो चिनाउनु हुने, सच्चाइ जानुपर्छ भनेर एउटा एकदम उत्साहित गराउनु हुने मेरो आफ्नै सासू मम्मी र मेरो कान्छी सासूलाई पनि म हृदयदेखि नमन व्यक्त गर्न चाहन्छु, भरिपूर्ण आशिष भन्न चाहन्छु। र मलाई केन्द्रीय लिडर गीता गुरुङ म्यामले गराउनु भयो, उहाँलाई पनि म हृदयदेखि नमन व्यक्त गर्न चाहन्छु। मेरो गवाई भन्नुपर्दा ईश्वर चिन्नु नै मेरो सबैभन्दा ठुलो गवाई हो। मैले ईश्वर चिने मेरै कारणले मेरो बिहा भएको 2076 सालमा म त्योभन्दा अगाडि मैले एकदम बिरामी नै म हुन्थिनँ। 4-5 वर्षमा एकचोटि बिरामी हुने मान्छे, औषधि पनि त्यति खान नपर्ने मान्छे। मलाई एकदम यो विवाह भएपछि अब दुष्टले राम्रो घर पर्यो, राम्रो परिवार पर्यो भने यति चलायो। एकदम कहिले मेरो शरीरमा चलायो, कहिले मेरो पढाइमा चलायो। एकदम दुष्टले टाउको एकदम दुखी राख्ने, एकदम नदुख्ने भन्ने त रियरली नै हुने। टाउको यत्तिकै न केही बिमार हुने न केही हुने, टाउको दुखी राख्ने त्यस्तो बनायो। अनि त्यसपछि म जुन मेरो बिहा चाहिँ ब्याचलर पढ्दा पढ्दै भएको थियो, म त्यति बेला 5th सेमिस्टरमा थिएँ। त्यो बेलामा चाहिँ त्यसरी नै टाउको दुख्ने। अनि मेरो इक्जाम आउने ताका कस्तो भयो भन्दा मलाई सुरुमा मेरो पढाइमा बिगार गरी दुष्टले। एकदम राम्रो थियो मेरो पढाइ, म डिन लिस्टमा पढ्थेँ। म ब्याचलरमा जुन अगाडिको 4वटा सेमिस्टर दिनजेलसम्म, त्यो 5th सेमिस्टरमा चाहिँ अहिले भर्खरै यो फर्स्ट पाना पढ्यो, उता जाँदाखेरि त छैन, सबै बिर्सियो, त्यस्तोसम्म बनायो। अनि त्यो समयमा त हामी सांसारिकमै थियौँ। सांसारिकमा हुँदा अब मैले आलोचना लाउन खोजेको होइन, तर सांसारिकमा हुँदा हामी अब सांसारिकै मनुष्यहरूकोमा हेराउन चढाउन जाँदा चाहिँ मलाई के भन्नुभयो भन्दा म मेरो मम्मी र घर मम्मी बुवा भएर गएका थियौँ। त्यो समयमा चाहिँ
पढाइमा यस्तो भयो किन यस्तो भयो यस्तो किन अब यताको पाना हेरेको छ उताको पाना जाँदाखेरि बिर्सिसक्यो। अब पहिला त्यति राम्रोसँग मलाई त्यति इक्जामको बेलामा मात्र पढेर म इक्जाम दिन जाने गर्थेँ, एकदम राम्रो हुन्थ्यो। अनि भेडाउन चढाउन जाँदा चाहिँ त्यो पढाइको मात्र होइन, उहाँहरूमा चाहिँ त्यहाँ जाँदा चाहिँ सबै दुष्टले खेलाएको छ, हजुरको एकदम दुष्टले चलाएको छ भनेर उहाँमा नै एउटा दुष्ट चढेर त्यो मात्र नभनिकन अरू केही कुरा भन्न गयो भन्दा त्यो मेरो मेन्सुरेसनमा पनि 2 महिनामा 2.5 महिनामा त्यस्तोमा हुने गर्थ्यो। अनि त्यो समयमा त्यहाँ चाहिँ के भन्यो भन्दा त्यो दुष्ट उहाँमा चढेर बोल्दाखेरि चाहिँ तेरो बुहारीलाई त एकदम रगत चुसेर बाँझो बनाएर मैले तेरो छोराको अर्को बिहा गरिदिने हो भन्नेसम्म त्यो दुष्ट बोल्ने, त्यो दुष्टले त्यसरी बोल्यो उहाँमा चढेर। अनि त्यो सुन्दा त म त एकदम खङ्ग्रङ्ग भएँ त्यति बेला चाहिँ। अनि मैले त्यति बेलासम्म नि म संसारिकमै थिएँ, मेरो मम्मी चाहिँ आउने गर्नुहुन्थ्यो। अनि मम्मीले भन्नुभयो होइन हामी सच्चाइ जानुपर्छ, सच्चाइमा सबै कुरा ठिक हुन्छ, ईश्वरले सबै ठिक गराउनुहुन्छ भन्नुभयो। म सुरुमा आउँथेँ, यहाँबाट आउँथेँ, म पछाडि बस्थेँ, सुन्थेँ, निस्किन्थेँ, अरूलाई झै नै हुन्थ्यो। मलाई 1-2 चोटि आउँदा त यहाँ सुनिन्जेल आनन्द हुन्थ्यो, निस्केपछि ओहो यस्तो नि हुन्छ र, होइन किन बोल्छन् मान्छेहरू, त्यो माथि गएर केही हुन्छ क्या हो, उनीहरूलाई त्यहाँ बोल्न लगाइन्छ क्या हो जस्तो फिल हुन्थ्यो मलाई सुरुमा। बाहिर बसिन्जेल आनन्द, सुन्दा भजन सुन्दा वचन सुन्दा आनन्द हुन्थ्यो, किनकि मनभरि पीडा थियो नि त। अनि अब त्यति सानोमा अब म पढ्दै गर्दा मलाई संसारिकमा त त्यसो भन्दा भर्खरै बिहा भएको 2 वर्ष पनि भएको थिएन। अनि सांसारिकमा त्यसो भन्दै गर्दा बाहिर निस्किँदा चाहिँ अनि जस विश्वास हुन्थेन। अब त्यत्रो वर्ष 25 वर्ष 20-22 वर्षसम्म अब भगवान् भनेर उस गरेर सबै अब विश्वासै अर्कोमा गइरहेको बेलामा अनि होइन होला यो त बोल्ने मान्छे होला त केही दिन्छ होला, उहाँहरूले केही दिएर यस्तो ठुल्ठुलो कसरी हुन्छ, मान्छे हस्पिटल गएर सन्चो नभएको यहाँ आएर कसरी सन्चो हुन्छ जस्तो लाग्थ्यो मलाई। अनि 2-4 चोटि जुट्दै गएँ, कुरा वचनहरू सुन्दै गएँ सबैको। अब आफूलाई पनि बिस्तारै मैले त्यो बेलामा समयमा चाहिँ मैले एउटा स्वार्थी भएर मागेको थिएँ ईश्वरसँग, होइन सबैलाई हुन्छ भने ईश्वर ल। अब त्यो सांसारिकमा उहाँहरूले भनेको सुन्दा त मलाई त अब त्यो उमेरमै त्यसो भन्दा त अनि मैले ईश्वरसँग भने ईश्वर मलाई एउटा जिउने आधार दिनुहोस् न त ल, मलाई पढ्दैछु केही छैन, त्यो बेला कोरोनाको समय थियो, मलाई सन्तान दिनुहोस् भनेर भन्दै गर्दा म 3 महिनामा 3 महिना त्यति बेला 3 महिनासम्म मिन्स नभएर पहिलोचोटि मिन्स हुँदा नै मेरो बाबु बसेको रहेछ, होइन ईश्वरलाई त्यसमा करोड धन्यवाद। अनि अब संसारिकमा त्यसो भनेपछि त अब हामी मनुष्यको त मन यत्तिकै आत्तिने भयो नि त। अब पढाइ छ भन्दै पनि मैले त्यसरी ईश्वरसँग स्वार्थी भएर मागेँ, यदि हो हुनुहुन्छ भने दिनुहोस्, म हजुरलाई मान्छु भनेर मागेको थिएँ। त्यति बेला चाहिँ ईश्वरले एकदम साँच्चैकै दिएर एकदम एकचोटिमै दिएर देखाउनु भयो, एकदम ठुलो गवाई दिनुभएको थियो। त्यो मेरो पहिलो गवाई थियो। अनि त्यसपछि चाहिँ मेरो अर्को गवाई भन्नुपर्दा चाहिँ अनि त्यसपछि मैले त्यति बेला जुन त्यो समयमा मेरो पढाइमा बिगार गर्दा चाहिँ मैले 2टा स्किप गरेको थिएँ, इक्जामै नदिएको थिएँ मैले त्यो समयमा। अनि ईश्वरको आशिषद्वारा पछाडि त्यो एकदम राम्रो मार्क्ससँग दिएँ मैले, होइन ईश्वरले आशिष दिनुभयो। सच्चै आउँदै जाँदै गर्दा मलाई एकदम मनमा विश्वास बढ्दै गयो, जति विश्वास गर्दै गएँ राम्रो हुँदै गयो मेरो। त्यहाँ पछिको सबै इक्जामहरू एकदम त्यसरी नै पहिला जस्तो हुन्थ्यो त्यसरी नै राम्रो हुँदै गयो। ईश्वरले आशिष दिनुभयो, यसमा ईश्वरलाई करोड धन्यवाद। अनि मेरो दोस्रो गवाई भन्नुपर्दा हामीले श्रीमानले एउटा कम्पनीमा सेयर हाल्नुभएको थियो। त्यो कम्पनीको सेयर चाहिँ भ्यालुएसन गरेर नै एकदम सिस्टमेटिकली भ्यालुएसन गरेर हेर्दाखेरि चाहिँ एउटा 1% को त्यो लगभग 2.5 लाख जति पर्न जाने हुन्थ्यो 1% को। अनि त्यति बेला चाहिँ अब 2.5 लाख 3 लाख 1% को पऱ्यो भने त हामी त 10% 20% लिँदा पनि धेरै हुन जाने भयो। अनि मेरो श्रीमानले चाहिँ होइन मम्मीले मेरो श्रीमतीले ईश्वर भन्नुहुन्थ्यो, अनि ईश्वरले गर्नुहुन्छ भनेर मनमा यतिकै बोलेर भन्दा मनमा विश्वास गरेर गर्नुहुन्छ भने मेरो साथीहरूमा मन चेन्ज गरेर एकदम मिलाइदिने बनाउनुहोस् भन्दा त्यो रात सुतेर बिहान सँगै हुनुहुन्थ्यो। बिहान उठ्दा त उहाँहरूको ईश्वरले मन परिवर्तन गरेर 1% को 1 लाखमा दिन्छु भनेर हामीले 20% लियौँ। त्यति बेला 20% को उहाँहरूले भनेअनुसारको लिँदा त हामीलाई त 2.5-3 करोड पर्न जाने, ईश्वरको आशिषद्वारा त्यो 20% 1 करोडमा लिन सफल भयौँ। यसमा नि ईश्वरलाई करोड धन्यवाद। त्यत्रो हेर्नु त ईश्वर कति महान हुनुहुन्छ, त्यत्रो 1.5 करोड कम गराइदिनु भयो एक रातमा विश्वासद्वारा नै। अनि मेरो अर्को गवाई भन्नुपर्दा चाहिँ मेरो अस्ति भर्खरै मङ्सिरमा ड्याडी आएर जानुभएको थियो। उहाँको लगेजमा चाहिँ साथीहरूले अब ल हिँड्ने बेलामा यस्तो सामान ल्याइदिनुहोस् भनेर जुन लान नमिल्ने सामान थियो त्यो भन्नुभयो। निकालिदिन्छन् भने निकालिदिन्छन्, तर ल्याउन चाहिँ हाल्दिनुहोस् भन्नुभयो।
हाल्नुभयो ड्याडीले। अरू बेला जाँदाखेरि यहाँबाट ड्याडीको चाइनादेखि मकाउ हुन्थ्यो, त्यहाँ चेक हुने गर्थ्यो। अनि मैले चाहिँ ड्याडीलाई विश्वास गर्नुहुन्थ्यो, ड्याडी जुट्नु भएको छैन तर विश्वास गर्नुहुन्थ्यो। अनि सामान पनि चङ्गाई गरेर ड्याडीलाई पनि चङ्गाई गरेर पठाएको थिएँ। अनि ड्याडी उहाँ पुगेर भन्नुभयो, कान्छा तिमीलाई एकदम धेरै धेरै धन्यवाद छ, मेरो लगेज त चेक नै भएन, तिम्रो ईश्वरले कार्य गर्नुभयो भन्नुभयो। यसमा नि ईश्वरलाई करोड करोड धन्यवाद। मैले त्यहाँबाट ल्याएपछि सिधै गएँ मकाउमा, कोठामा आएर खोलेँ, पहिला चेक हुने गर्थ्यो भन्नुभयो। अनि त्यसमा नि ईश्वरलाई करोड करोड धन्यवाद। अनि अर्को भर्खरैको गवाई भन्नुपर्दा चाहिँ मैले विदेश जानको लागि प्रोसेस गरेको थिएँ। मैले सुरुबाट नै ईश्वरलाई अघि लाएर सबै काम गरेको थिएँ। ईश्वरलाई अघि लाएर काम गर्दै गर्दा पनि मेरो पिटीको इक्जाम दिने बेलामा चाहिँ एकदम दुष्टले खेलायो मलाई। पानी परिरहेको सिजन थियो, मेरो 12 बजेको इक्जाम थियो, पानी नै परिरहेको थियो। अनि त्यो समयमा चाहिँ पिटीको भनेको हजुरहरूलाई थाहा नै छ होला, कम्प्युटरमा दिइन्छ। त्यसमा चाहिँ अनि एकदम इरर आउँछ भनिरहेको थियो, तर मैले ईश्वरसँग मागेर गएको थिएँ, ईश्वर इरर आउनुहुन्न है पिता भन्दै। तर पनि त्यति बेला दुष्टले खेलायो, मेरो 5-6 चोटिसम्म कम्प्युटर अफ हुँदै अन हुँदै भयो। त्यो हुँदै गर्दा त अब मान्छे इक्जाम दिन गएको छ, झ्याप्प अफ भएछ अन भएछ, गर्दाखेरि त कति मेरो क्वेसनहरू स्किप भयो। अब मन पनि आत्तियो, 1-2 चोटि भनेको छुट्टै हुन्छ, 4-5 चोटिसम्म अब त्यो त फाइनल थियो नि त, त्यसमा बन्द हुँदै अन हुँदै गर्दाखेरि एकदम मन आत्ति जस्तो भयो। त्यो हुँदा पनि मेरो एकदम ईश्वरको आशिषद्वारा राम्रो मार्क्स आयो। म जुन देश गए पनि हुने मार्क्स आउने गरी ईश्वरले आशिष दिनुभयो। अनि मैले कन्सल्टेन्सीमा भन्दै गर्दा नि उहाँहरूले सरहरूले भन्नुभयो, तिम्रो त्यत्रो चोटि इरर आउँदा पनि तिम्रो यत्रो राम्रो मार्क्स आएको, एकदम राम्रो मार्क्स आएको, कसरी आयो भन्नुहुन्थ्यो कि। अब उहाँहरूलाई त थाहा छैन, ईश्वरले आशिष दिनुभएको थियो। त्यत्रो चोटि बन्द हुँदा पनि मेरो 2-3टा क्वेसनहरू स्किपै हुँदा पनि मेरो 90मा 60 मार्क्स ल्याएर ओभरअल 6.5 आएको थियो मेरो त्यति बेला। यसमा पनि ईश्वरलाई करोड करोड धन्यवाद। त्यहाँ पछि पनि सबै कुराहरू मैले ईश्वरलाई नै अघि लाएर गरेको थिएँ। आज हाम्रो अस्ति 2 हप्ता जति भयो भिसा आयो मेरो डिपेन्डेन्ट र 2 जना डबल भिसा थियो। अहिले अस्ट्रेलियामा कस्तो टाइट गरिरहेको छ, सबै सिङ्गल स्टुडेन्ट जानेको पनि कति रिजेक्ट भइरहेको छ। ईश्वरको आशिषद्वारा हाम्रो मेरो र श्रीमान सँगै जान पाउने डबल भिसा लागेको छ, डिपेन्डेन्ट भिसा लागेको छ। यसमा पनि ईश्वरलाई करोड करोड धन्यवाद गर्छु। अब ईश्वरले त कति धेरै काम गर्नुभएको छ हाम्रो। भन्नुभएको छ नि ईश्वरले, हे मेरो सन्तान तिमी नडराऊ, नडगमगाऊ, तिम्रो साथमा म छु, तिमीलाई म आफ्नो दाहिने हातको बाहुलीमा टपक्क टिपेर उच्च स्थानमा राख्नेछु, तिमीलाई म कहिल्यै पनि लाजमा पर्न दिने छैन भन्नुभएको छ। साँच्चीकै हाम्रो ईश्वरले कार्य गर्नुहुन्छ। आफ्नो सन्तानलाई विश्वास गर्नुपर्छ, आफ्नो सन्तानलाई कहिल्यै लाजमा पर्न दिनुहुने छैन। मलाई चाहिँ यति विश्वास छ कि म अस्ट्रेलियामा गएर पनि मैले एउटा सानो महिमा किन नहोस् 2-3 जनाको 4-5 जनाको भए पनि महिमा गर्न सकौँ। ईश्वरको योजना के छ, तर ईश्वरले पक्कै पनि दिनुहुन्छ भन्ने मलाई पुरा विश्वास छ। वहाँ गएर सानोबाट होस् 2-4 जना मात्रै भएर पनि मलाई एकदम योजना चाहिँ ईश्वरको के छ, तर मलाई चाहिँ त्यो गर्न पाऊँ भन्ने चाहिँ मेरो मनमा इच्छा छ। ईश्वरले पुरा गरिसक्नुभयो। यसमा पनि ईश्वरलाई करोड करोड धन्यवाद गर्छु। ईश्वरले भन्नुभएको छ नि, ए मेरो सन्तान म तिमीलाई कहिले पनि पुच्छर होइन शिर तुलाएर राख्नेछु भन्नुभएको छ। ईश्वरले एकदम धेरै गवाई अरू पनि गवाई दिनुभएको छ, तर मैले समयको ख्याल राख्नुपर्ने हुन्छ। त्यसैले साना साना गवाई ईश्वरले कति दिनुभएको छ, कति ईश्वर जब जुन दिनदेखि ईश्वर दिने त्यस दिनदेखि एकदम जीवनमा राम्रो मात्र भएको छ। यसमा ईश्वरलाई करोड करोड धन्यवाद गर्छु म येशूको नाउँमा। मेरो गवाईले सम्पूर्ण हजुरहरूलाई दबाई भइसक्यो र हजुरहरूको गवाईले पनि मलाई दबाई भइसक्यो भन्दै ईश्वर मेरो मुखद्वारा यति नै गवाई बोल्न चाहनुभयो। यसमा पनि ईश्वरलाई करोड करोड धन्यवाद। हाम्रो सञ्चालिका म्यामलाई पनि एकदम धन्यवाद गर्न चाहन्छु म। हस्।